हुन्छ। आज म यहाँको बिचमा एकदमै आशिषमय वचन, मैले यो वचन तयार गर्दै गर्दा मैले यति साह्रो आशिष पाएको छु, म त्यो आशिषलाई म बाँड्न चाहन्छु। आमेन। सुन्न चाहनुहुन्छ? हालेलुया। है त, मलाई विश्वास छ आज परमेश्वर तपाईसँग आम्ने सामने बोल्नुहुनेछ। हालेलुया। युट्युब हेर्दै गरेका पनि, युट्युबका जति पनि विश्वासी जनहरू हुनुहुन्छ उहाँले पनि आशिष पाउनुहुनेछ। मलाई एकदमै यो उत्साह भइरहेको छ कि मैले यो वचन तयार गर्दै गर्दाखेरि परमेश्वरले मलाई यति गहिरो प्रकाश दिनुभयो। त्यो प्रकाशले मेरो आँखाबाट यति धेरै आँसु बगेको छ, खुसी र उत्साहले, है, दुःखले होइन। हालेलुया। हालेलुया। है, म तपाईँहरूको बिचमा त्यो आशिषलाई बाँड्न चाहन्छु आज। है, मलाई माफ गर्नु होला, वचन बोल्दै गर्दाखेरि परमेश्वरको शक्तिशाली वचन हो। है, त्यो वचनले कहिलेकाहीँ हाम्रो हृदयहरू छिया हुन्छ, त्यो हृदय तोडिन्छ। उहाँको प्रेमले, उहाँको मायाले, उहाँको त्यो उपस्थितिले हाम्रो हृदय भरिएर आउँछ। त्यतिखेर आँसु आइहाल्यो भने पनि माफ गर्नुहोस् होला, म चाहिँ एकदमै सेन्सिटिभ छु परमेश्वरको विषयमा चाहिँ। है, मलाई परमेश्वरको कुरा गर्दै गर्दाखेरि म एकदमै आत्मामा भरिन्छु, म एकदमै उहाँको प्रेमले भरिन्छु, उहाँको आशिषले भरिन्छु, उहाँको अभिषेकले भरिन्छु, उहाँको त्यो आत्माको भरपुरीले म भरिन्छु। है, र म तपाईँहरूको बिचमा त्यो कुरा बाँड्न चाहन्छु। आज म तपाईँहरूलाई सोध्न चाहन्छु, कतिजनाले रुथको पुस्तक पढ्नु भएको छ र आज पढ्नुहुनेछ? हालेलुया। म आज तपाईँहरूको बिचमा रुथको पुस्तकबाट परमेश्वरको शक्तिशाली वचन चाहिँ आशिष चाहिँ बाँड्न चाहन्छु। यो रुथको पुस्तक मैले बोल्दै गर्दाखेरि रुथको विषयमा तपाईँले सुन्नुहुन्छ, तर आज म रुथको विषयमा होइन, तर नाओमीको विषयमा आज बोल्दैछु। परमेश्वरले मलाई त्यो अगुवाई गर्नुभएको छ। अब हेर्नुहोस् है, बाइबलमा दुईवटा भागहरू, खण्डहरू छुट्याइएको छ, एउटा नयाँ करार, एउटा पुरानो करार। र यो नयाँ करार र पुरानो करारलाई अझै म तपाईँलाई आज गाभेर जोडेर तपाईँहरूको बिचमा त्यो आशिषलाई बाँड्न चाहन्छु। है, मलाई विश्वास छ आज कतिजनाले तपाईँको जीवनमा घटिरहेको घटना, तपाईँले गरिरहेको सङ्घर्ष, तपाईँले भोगिरहेको समस्या, तपाईँले कस्तो परिस्थितिबाट तपाईँ जाँदै हुनुहुन्छ, आज परमेश्वर तपाईँसँग बोल्नुहुनेछ। हालेलुया। सुन्न तयार हुनुहुन्छ? सुन्दाखेरि उत्साहित भएर सुन्नुपर्छ। जति तपाईँ उत्साहित भएर यस भनेर सुन्नुहुन्छ त्यति मलाई जोस आउँछ, त्यति मलाई वचन बाँड्ने त्यो अगुवाई आउँछ, त्यति अभिषेक आउँछ। हालेलुया। म बेला बेलामा तपाईँहरूलाई प्रश्न पनि सोध्छु। है, हुन्छ? ल, प्रभुलाई धन्यवाद। परमेश्वरले तपाईँ र मलाई हरेक मानिसहरूले चाहिँ आशिषित जीवन जिउनको लागि बोलाउनु भएको। हालेलुया। आशिषित जीवन जिउनको निम्ति परमेश्वरले तपाईँ र मलाई चुन्नु भएको हो। आज तसर्थ हामीले मण्डलीको नाम सुरु गर्दै गर्दाखेरि परमेश्वरले हामीलाई नाम दिनुभयो, आशिषित जागृति मण्डली, ब्लेस रिभाइभल चर्च। हालेलुया। अनि यो मण्डली हामीले घोषणा गरेर आज 1 वर्षभन्दा बढी हामीले यो दौडमा छौँ। अनि परमेश्वरले हाम्रो जीवनलाई, हाम्रो मण्डलीलाई आशिषित गराइराख्नु भएको छ। हालेलुया। यदि तपाईँ र म आशिषित जीवन जिउन चाहन्छ भने, यदि तपाईँ असल सङ्गतिको खोजीमा हुनुहुन्छ भने सधैँभरि नियमित रूपमा 1 हप्ता नबिराइकन पनि तपाईँ सङ्गतिमा सहभागी हुनुभयो भने तपाईँ पक्कै पनि आशिषित हुनुहुनेछ। हालेलुया। गत हप्ता के विषयमा बोलेको थिएँ मैले भन्नुहोस् त? परमेश्वरको राज्यसँग जोडिनु। हालेलुया। स्वर्गसँग जोडिने कुराहरू हाम्रो जीवनमा धेरैपल्ट भन्छ, प्रभु मेरो जीवनमा किन आशिष छैन, मेरो जीवनमा किन चङ्गाइ छैन, मेरो जीवनमा कति छुटकारा छैन, किन त प्रभु मेरो जीवनमा भनेको जस्तो छैन भन्ने प्रश्नको उत्तर थियो। त्यसको उत्तर के रहेछ त? परमेश्वरसँग जोडिनु, स्वर्गको कुराहरूसँग जोडिनु। मलाई कतिजनाले फोन गर्नुहुन्छ, पास्टर बा मलाई प्रार्थना गरिदिनु न, मलाई यस्तो भएको छ, उस्तो भएको छ। मैले भन्छु तपाईँले के भएको छ, ल भन्नुहोस् त। यति लामो लिस्ट सुनाउनुहुन्छ उहाँले। अनि मैले भन्छु तपाईँ चर्च जानुहुन्छ? उहाँले भन्नुहुन्छ म त चर्च त जाँदिनँ। अनि पास्टर बा मेरो श्रीमानको लागि प्रार्थना गर्दैन, मेरो श्रीमानलाई दुष्टले चलाएको छ, शैतानले चलाएको छ, एकदमै गाह्रो बनाएको छ, मेरो श्रीमानको लागि प्रार्थना गरिदिनु। अनि मैले सोच्छु तपाईँको श्रीमान चर्च जान्छ, यसलाई विश्वास गर्नुभएको छ? उहाँले भन्नुहुन्छ छैन। अनि स्वर्गसँग अनि परमेश्वरसँग नजोडिएपछि आशिष पनि आउँदैन प्रियहरू। जोडिनुपर्छ। हालेलुया। परमेश्वरसँग जोडिनुपर्छ, येशूसँग जोडिनुपर्छ। अनि जब हामी येशूसँग परमेश्वरसँग जोडिन्छौँ हामीले माग्नु पर्दैन, परमेश्वरले दिन सुरु गर्नुहुन्छ। हालेलुया। चङ्गाइ येशूमा छ, छुटकारा येशूमा छ। अनि परमेश्वरसँग जोडिएपछि त्यो कुराहरू आफै हुन आउँछ। अनि मैले त्यही कुरा गर्दैछु कि गत हप्ता हामी परमेश्वरसँग जोडिने कुरा, स्वर्गसँग जोडिने कुराहरू जब परमेश्वरसँग जोडिन थाल्छौँ
हाम्रो नबनेको कामहरू बन्न थाल्छ। हालेलुया। हाम्रो रोकिएको कुराहरू बन्न थाल्छ। हाम्रो प्रार्थनाको उत्तरहरू आउन थाल्छ। हाम्रो यहाँ दुखेको छ भने निको हुन थाल्छ। हामीलाई छुटकारा र जङ्गाई र आशिषमा परमेश्वरले डोराउन थाल्नुहुन्छ। हालेलुया। 1 हप्ता आयो, 4 महिना, 2 महिना, 3 महिना जुम अनलाइन सङ्गतिमा हुन्छ कि त्यस्तो चाहिँ। अब यहाँ त आइराख्नु भएको छ तपाईँहरू। के थाहा छ, जबसम्म हामी परमेश्वरसँग जोडिरहन्छौँ, असल सङ्गति प्रभु अभिषेकमा भने सङ्गतिसँग जोडिन्छौँ, दुष्टलाई थाहा हुन्छ। अघि थाहा भइसक्छ यो फल्ला चर्चमा जाँदैछ भन्ने कुरा त म चितवन जाँदैछु, दुष्टलाई थाहा भइसक्छ। विशाल गुरुङ चाहिँ चितवन आउँदैछ भने दुष्टलाई थाहा, त्यहाँको बिरामीहरूलाई थाहा भइसकेको छ। त्यहाँ उनीहरूभित्र भएको दुष्ट आत्मालाई। अस्ति म गएँ उता सुदूरपश्चिममा, भन्दै थिएँ एकजना, यो पास्टरले किन बोलाएको, यो पास्टरलाई अस्तिदेखि नबोलाउनु भनेको मैले हेर्नु त, दुष्ट चिच्याउँदै थियो। हालेलुया। परमेश्वरको अभिषेक बगेको सङ्गति र त्यस्तो के अरे त्यो सङ्गति र माहौल र मण्डलीसँग तपाईँ जोडिनुहुन्छ भने तपाईँको जीवनमा शक्तिशाली काम हुन्छ। हालेलुया। अनि त्यो छुटकारा, त्यो आशिष, त्यो अभिषेक चाहिँ त्यो सङ्गतिमा तपाईँले प्राप्त गर्नुहुन्छ, जुन सङ्गतिमा चाहिँ बहन्छ त्यो कुरा बग्छ के। हालेलुया। अनि हाम्रो प्रार्थना, मेरो एकदमै प्रार्थना छ, हाम्रो मण्डली थोरै होस् धेरै पनि होस्, अहिले हामी थोरै छौँ तर आशिषित छौँ। हालेलुया। हामीलाई ठुलो भिड चाहिएको होइन। परमेश्वरले हामीलाई के हेर्नुहुन्छ, यसो हेर्दाखेरि ठुलो भिड, ठुलो मानिसहरू खोज्नुहुन्न, एकजना व्यक्ति उहाँसँग हिँड्ने व्यक्ति खोज्नुहुन्छ। हालेलुया। उहाँसँग सङ्गति गर्ने व्यक्ति। अनि त्यही कारणले गर्दाखेरि म आज तपाईँलाई उत्साह दिन चाहन्छु। आज परमेश्वर तपाईँसँग आम्ने सामने बोल्दै हुनुहुन्छ। पास्टर बा बोलेको होइन, विशाल गुरुङ भाइ बोलेको होइन, तर म मार्फत तपाईँसँग परमेश्वर बोल्दै हुनुहुन्छ। हालेलुया। आज हेर्नुहोस्, यति शक्तिशाली वचन तपाईँले पाउनुहुन्छ। तपाईँ यहाँबाट जाँदाखेरि तपाईँ उफ्रिँदै जानुहुन्छ। हालेलुया। तपाईँ छुटकारा हुँदै जानुहुन्छ, आशिषले भरिपूर्ण भएर जानुहुन्छ। अनि आशिषित मण्डली त्यो होइन जो भव्य भवनमा सङ्गति गर्छ। आशिषित मण्डली त त्यो हो जो चाहिँ भव्य परमेश्वरको भव्य उपस्थितिमा सङ्गति गर्छ। हालेलुया। अनि हामी चाहिँ भव्य परमेश्वरको भव्य उपस्थितिमा रहने मानिसहरू। हालेलुया। तसर्थ प्रियहरू, भव्य मण्डलीको खोजी होइन, भव्य परमेश्वरको उपस्थितिको खोजी गर्नुपर्छ। अनि त्यो उपस्थितिले हाम्रो जीवनमा जङ्गाई, छुटकारा, आशिष, हामीले जे माग्छौँ परमेश्वर त्यति दिन सुरु गर्नुहुन्छ। हालेलुया। हेर्नु त, तपाईँहरू सबै कति ठाडाबाट आउनुभएको, तपाईँको वरिपरि चर्च छैन र, छ नि होइन र, तर किन आउनुभयो भन्दाखेरि परमेश्वरको उपस्थितिको लागि। हालेलुया। किनभने मण्डली चाहिँ भवन होइन, मण्डली चाहिँ तपाईँ र म हो। अनि त्यो तपाईँ र म भित्र परमेश्वरको उपस्थिति आउँदछ प्रियहरू। हालेलुया। आज जुन आशिष परमेश्वरले तपाईँले दिन गइरहनु भएको छ वचनद्वारा, आज तपाईँलाई हात राखेर प्रार्थना गर्नु पर्दैन प्रियहरू। वचन सुन्दै तपाईँ छुटकारा हुनेछ। तपाईँ वचन सुन्दै तपाईँ निको हुनेछ। वचन सुन्दै तपाईँको समस्या समाधान भएको तपाईँले देख्नुहुनेछ। हालेलुया। अनि आज तपाईँको जीवन र परिवारमा परमेश्वरको शक्तिशाली काम हुनेवाला छ। आजको कुरालाई तपाईँले पक्रेर जानुभयो भने तपाईँ जाँदै गर्दाखेरि नि तपाईँले गुड न्युज सुन्न थाल्नुहुन्छ। हालेलुया। अबको केही दिनभित्र तपाईँको वर्षौँदेखि रोकिएको काम बन्दैछ। विश्वास गर्नुहुन्छ? अब यो उत्साह लिएर लानुहोस्। हालेलुया। परमेश्वरको अभिषेक भनेको उपस्थितिले नि त्यो सबै कुरा ल्याउँदछ। हामीले जीवनमा धेरै पटक दुःख लाग्छ प्रियहरू। कस्तो दुःख लाग्छ भन्दाखेरि जीवनमा हाम्रो दुःख आइपर्दाखेरि, हामीलाई समस्या आइपर्दाखेरि, हामीलाई एकदमै गाह्रो परिस्थितिमा पर्दाखेरि तपाईँलाई आफ्नो मान्छेहरूले छोडेको छ कि छैन? साथीभाइहरूले छोडेको छ कि छैन? आफन्तहरूले साथ छोडेको छ कि छैन? छ। यो सबैको वेदना हो है। धेरै गाह्रो पर्छ जब हामी छौँ नि नापिनु भनेको व्यक्तिहरू जब तपाईँलाई पर्छ नि त्यति बेला टाढिन्छ। अनि त्यतिखेर मन दुख्छ हामीलाई। उनीहरूले तपाईँलाई त्यो गाह्रो परिस्थितिमा छोडेर गएको होइन, उनीहरू खराब भएकोले होइन। यसकारण छोडेर गए कि तपाईँको समय चाहिँ खराब थियो प्रियहरू। तपाईँको जिन्दगी चाहिँ सङ्घर्षले भरिएको थियो। किनकि खराब समयमा कोही पनि साथमा उभिन मान्दैन खास है। दुनियाँको एउटा रीति छ, नियम छ होइन र? तपाईँसँग सकथोक छ, तपाईँसँग मानिसहरू पनि आउँछन् होइन? जब तपाईँसँग सबै कुरा गुम्छ भएको पनि छोडेर जान्छ। अनि जीवनमा म तपाईँलाई के भन्न चाहन्छु, जीवनमा यस्ता व्यक्तिहरू पनि हुन्छन् जसले तपाईँको दुःखमा तपाईँलाई साथ दिँदैन,
तपाईँले जति कोसिस गर्नु, जति भन्नुहोस् लौ न हजुर लौ न मलाई सहायता गर्नुहोस्, साथ दिँदैन प्रियहरू। किन थाहा छ? किन होला? किनभने तपाईँलाई साथ दिनको निम्ति ती व्यक्तिहरू बनेको होइन। बुझ्नुहोस्, तपाईँलाई साथ दिनको लागि ती व्यक्तिहरू बनेको होइन। त्यसैले तपाईँलाई साथ छोडेर गएको। तपाईँले दुःख पर्दाखेरि तपाईँको आफन्तहरू टाढिएको, तपाईँको मानिसहरू टाढिएको। यस कारण यो होइन कि तपाईँ खराब हुनुहुन्छ, कारण यो होइन कि उनीहरू खराब छन्, कारण यो हो कि तपाईँ र मेरो समय चाहिँ खराब समयले अवस्थाले भरिएको थियो। एउटा कुरा याद राख्नुहोस् प्रिय राजा, सबै मानिसहरू हाम्रो खराब समयमा हामीलाई साथ दिनको लागि बनिएका होइनन्। यो जिन्दगीमा मान्छेको जिन्दगी खराब समय भन्ने कुरा, खराब परिस्थिति भन्ने यति साह्रो पीडादायी हुन्छ है, सहन गाह्रो हुन्छ। तपाईँको समय राम्रो हुँदा ताली बजाउँदै आउँछन् मान्छेहरू, तर तपाईँको समय खराब हुँदा चाहिँ गाली गर्दै जान्छन्। यो दुनियाँको रीति हो। अनि खराब समय हुँदा धेरै मान्छेले हामीलाई छोडेर जान्छन्। हामी दुःखमा पर्दा, हामी समस्यामा पर्दा, हामी अभावमा पर्दा धेरै मानिसले हामीलाई छोडेर जान्छन्। हामीले यो कुरा कहिले पनि बिर्सनु हुँदैन प्रियहरू। किन त उहाँले हामीलाई छोडे? किन त ती मानिसहरूले किन त उनीहरूले हामीलाई साथ छोडे? उनीहरूले हामीलाई छोडेर गएका होइनन् प्रियहरू। परमेश्वरले नि उनीहरूलाई हामीबाट टाढा बनाएको। किन थाहा छ? किनभने उनीहरूले हामीलाई प्रयोग गर्दै थियो, युज गर्दै थियो, हामीबाट फाइदा, हामीबाट स्वार्थ लुट्दै थियो प्रियहरू। उनीहरू स्वार्थी मानिसहरू थिए। त्यसैले परमेश्वरले हो यिनीहरूलाई मेरो छोरादेखि टाढा राख्छ। हालेलुया। किनभने उनीहरू तपाईँसँग हिँड्यो भने नि तपाईँ सफलतामा पुग्दै बेलामा तपाईँलाई साथ दिँदैन कि उसले खुट्टा तान्छ। परमेश्वरलाई त्यो कुरा थाहा छ। निराश नहुनुहोस्। तपाईँको जो व्यक्तिले तपाईँलाई साथ दिएका छैनन् नि, धन्यवाद दिनु प्रभुलाई। प्रभु धन्यवाद, ती व्यक्तिहरूको लागि धन्यवाद जसले चाहिँ मेरो साथ छोड्यो। किनभने यदि ती व्यक्तिहरू तपाईँसँग भएको भए अहिले त तपाईँ यहाँ हुनुहुन्थेन। बुझ्नुभयो? कहिलेकाहीँ परमेश्वरले हामीलाई त्यस्तो स्वार्थी व्यक्तिहरूदेखि टाढा राख्नुहुन्छ कि खास। किन परमेश्वरलाई तपाईँले मेरो हृदय थाहा छ। हामी छिट्टै विश्वास गर्ने मान्छेहरू, अरूलाई छिट्टै भरोसा गर्ने मान्छेहरू, अरूलाई छिट्टै सहायता गर्नलाई तयार हुने मान्छेहरू, अरूको दुःख देख्न नसक्ने मान्छेहरू हामी। अरूको आँखामा हामी आँसु देख्न सक्दैनौँ नि त, अरू भोको बसेको हामी देख्न सक्दैनौँ नि त। तर ती मान्छेहरूले हामीलाई युज गरिरहेको हुन्छ कि हाम्रो भावनामाथि खेलबाड गरिरहेको हुन्छ, हाम्रो सोझोपनमाथि, हाम्रो हृदय, हाम्रो सोझो हृदयदेखि उनीहरू खेलिरहेको हुन्छ, हामीले प्रयोग गरिरहेको हुन्छ। लौ न यस्तो गरिदिनु पर्यो, लौ न मलाई त गाह्रो भयो। हामीले आफूले नखाएर पनि, आफूले नराखे पनि दिन्छौँ। हाम्रो हृदय त्यस्तो थियो। परमेश्वरलाई थाहा छ मेरो छोराछोरीले यिनीहरूले चाहिँ युज गर्दैछ, स्वार्थको लागि प्रयोग गर्दैछन्। त्यसै कारण गर्दाखेरि कोही व्यक्ति, कोही मानिसहरू तपाईँदेखि टाढेका छन्, कोही आफन्त तपाईँदेखि टाढेका छन् भने प्रभुलाई धन्यवाद दिनुहोस्। परमेश्वर तपाईँसँग हुनुहुन्छ। स्वार्थी मानिसहरूदेखि परमेश्वरले हामीलाई टाढा राख्नु भएको हो। हामीलाई लाग्छ हामी एक्लो, हामीलाई साथ दिएको छैन कसैले पनि, मेरो आफन्तहरू कोही पनि छैन, होइन, परमप्रभु हुनुहुन्छ। हालेलुया। अनि परमेश्वरले हामीलाई धेरै अगाडि बढाउन चाहनुहुन्छ क्या। किन त्यस्तो व्यक्तिहरूले हामीलाई कहिले अगाडि बढ्न दिँदैन प्रियहरू। त्यो व्यक्तिहरू चाहिँ के पनि खुट्टा तान्ने, कसरी हुन्छ अगाडिबाट लडाउने, कसरी हुन्छ हामीलाई तल झार्ने काम मात्रै गर्छ खास। कहिलेकाहीँ परमेश्वरले हाम्रो जीवनमा फरक परिस्थितिहरू पनि ल्याउनुहुन्छ, खराब समयहरू पनि ल्याउनुहुन्छ। किन थाहा छ? असल मान्छे को असल छ भन्ने चिनाउनको लागि, तपाईँसँग तपाईँको दुःखमा को मान्छे खडा हुन्छ त भनेर देखाउनको लागि ल्याउनुहुन्छ। धन्यवाद दिनुहोस् परमेश्वरलाई। मेरो जीवनमा दुःख र समस्याहरू आइपर्दा गर्दाखेरि, मेरो सेवाकायमा सङ्घर्ष र समस्याहरू आइपर्दा गर्दाखेरि परमेश्वरले मलाई मान्छेहरू राम्रोसँग चिनाउनु भएको छ। को मान्छे तिमीसँग छ, को मान्छेले तिमीलाई छोडेर गएको छ। म परमेश्वरलाई धन्यवाद दिन्छु। त्यही दिनदेखि नै म एक्लै परमेश्वरसँग हिँड्न सुरु गरेँ। हालेलुया। तपाईँ जब तपाईँलाई मानिसहरूले छोडेर जान्छन्, बल्ल तपाईँ परमेश्वरसँग हिँड्न सुरु गर्नुहुन्छ। हालेलुया। परमेश्वरसँग हिँड्नु भनेको नि स्वार्थी मानिसहरू भनेको त छोडिदिनुहोस् कुरा, सबैभन्दा असल कुरा हो प्रभुसँग हिँड्नु।
त्यो परमेश्वरले हामीलाई कहिले पनि धोका दिँदैन। म तिमीलाई साथ दिन्छु, हामी छौँ नि, किन चिन्ता गरेको, यस्तो भन न, हामीलाई परेको बेला भन भन्ने मान्छेहरू कति थिए। मैले धेरै यस्ता व्यक्तिहरूसँग मैले सङ्गत गर्ने मौका पाउनु भयो र परमेश्वरले मलाई चिनाउनु पनि भयो। याद राख्नुहोस् प्रियहरू, यहाँ तपाईँ हुनुहुन्छ, एकको जीवनसँग परमेश्वर तपाईँसँग बोल्दै हुनुहुन्छ है। सबै मानिसहरू तपाईँको सङ्घर्षमा साथ दिनको लागि बनेको होइन। निराश नहुनुहोस्। फलानुले साथ दिएन, मेरो श्रीमानले साथ दिएन, मेरो श्रीमतीले साथ दिएन, मेरो आफन्तले साथ दिएन, मेरो साथीभाइले साथ दिएन भने निराश नहुनुहोस्। सबै मानिसहरू तपाईँलाई साथ दिनको निम्ति बनेको होइन। कतिजनाको हृदयमा परमेश्वरले सङ्घाइ गर्दै हुनुहुन्छ। हालेलुया। तपाईँको भित्रदेखि गरेको कुराहरू आज प्रभुले निको पार्दै हुनुहुन्छ। हृदयको चोटहरू तपाईँलाई धेरैले त्यागेको छ, मलाई थाहा छ। मैले आत्मामा यहाँ उभिएर तपाईँलाई हेर्दै गर्दाखेरि मैले त्यो कुराहरू देख्दैछु। तपाईँको भावनामाथि धेरैले खेलवाड गरेको छ। तपाईँबाट धेरैले फाइदा लुटेको छ। खास तपाईँ अरूलाई पर्दाखेरि उभिनु भयो, तर तपाईँलाई पर्दा उनीहरू उभिएर साथ छोडेर गएको छ। अहिले तपाईँ सङ्घर्षमा एक्लै उभिराख्नु भएको छ। आज परमेश्वर तपाईँसँग बोल्दै हुनुहुन्छ। हालेलुया। रुथको पुस्तक हामी सबैलाई थाहा छ, कतिजनालाई थाहा छैन भने आज थाहा गर्नुहुनेछ। तपाईँले 1 अध्यायमा तपाईँले हेर्नुभयो भने तपाईँले मलाई हेर्नुहोस् है, मलाई हेर्नुहोस्, म वचन मात्रै सरर भनिदिन्छु है, ल पल्टाउनु पर्दैन। एकजना पात्रको नाम लेखिएको छ जसको नाम छ नाओमी। नाओमी भन्नुहोस् त जोडसँग, नाओमी है। यो चाहिँ हिब्रू नाउँ हो। यो नाउँको अर्थ के हो भने मनमोहक, प्रिय, खुसी दिने, सुखद वा मन आनन्दित पार्ने भन्ने हुन्छ यसको अर्थ चाहिँ। हेर्नु त कति धेरै अर्थ रहेछ। अनि उनी चाहिँ एउटा बेथलेहेम निवासी, एउटा यहुदी गोत्रको अलिमेलेक भन्ने व्यक्तिको श्रीमती हुन्। अबिमेलेक यरुसलेमको बेथलेहेममा। अनि उनको 2वटा छोरा थियो र उनको छोराको बुहारीहरूको नाम चाहिँ रुथ र ओर्पा भन्ने बुहारी थिए। हेर्नुहोस् है, अब के भयो भन्दाखेरि त्यो नाओमी एलिमेलेक भन्ने व्यक्तिसँग विवाह भएर जान्छ। त्यसपछि के हुन्छ भन्दाखेरि त्यो देशमा चाहिँ अनिकाल पर्छ। हेर्नुहोस्, सब खेतीबाली केही हुन, अनिकाल सुक्खा हुन्छ सबै। अनि अनिकाल भएपछि त खाने गएन, अन्न पानी केही पनि हुँदैन। त्यसपछि नाओमी अब उसको श्रीमान सहित कहाँ जान्छ? त्यो देश छोडेर, त्यो ठाउँ छोडेर चाहिँ मोआब भन्ने अर्को देशमा जान्छ। मोआब भन्ने अर्को देशमा जान्छ। अनि त्यहाँ पुगेपछि उनको 2 छोराहरूले चाहिँ विवाह गरिदिन्छ छोराहरूलाई। बुहारीहरू आउँछ 2जना बुहारीहरू है, जसको नाम चाहिँ रुथ र ओर्पा हो। के भयो घटना भन्दाखेरि अचानक उसको त्यो नाओमीको पतिको मृत्यु भयो। त्यसपछि उसको 2 जवान छोराको मृत्यु भयो। नाओमी विधवा भइन् प्रियहरू, अर्काको देशमा। आफ्नो भएको परिवार गयो, श्रीमान पनि गयो, आफ्नो जवान छोराहरू पनि गयो। 2टा बुहारीको साथमा नाओमी उभिन्छन्। अनि के निर्णय गर्छिन् भन्दाखेरि अब म यरुसलेम फर्किन्छु, मेरो घर फर्किन्छु। अब त्यो बेथलेहेमबाट त्यो मोआब भन्ने देश, मोआबबाट बेथलेहेम भन्ने जाने ठाउँ जानको लागि थुप्रै यात्रा गर्दाखेरि थुप्रै पहाडी भूभागहरू है, जमिनहरू, खोल्साहरू, खोलाहरू, अब मरुभूमिहरू पार गर्नु पर्थ्यो प्रिय। अनि त्यति बेला चाहिँ त्यो हिँड्ने भने चाहिँ 4-5 दिन 3-4 दिन लाग्थ्यो, लामो समय लाग्थ्यो यात्रा गर्दाखेरि। अनि नाओमीले चाहिँ आफ्नो बुहारीहरूलाई बोलाएर भनेको छ, के भन्छ भने, ए छोरीहरू, तिमीहरू चाहिँ आफ्नो घर छ, आफ्नो भविष्यको पतिहरू चुन। अब मेरो छोराहरू त बितेर गइहाल्यो, मरेर गइहाल्यो। अब तिमीहरू आफ्नो नयाँ पतिहरू चुन। अनि तिमीहरू आशिषित हुनु भनेर अङ्गला हालेर तुरु हुन्छ। सासू आफ्नो बुहारीहरूलाई यति माया गर्छ छोरी जस्तै। त्यसपछि नाओमीलाई बुहारीहरूले के भन्छ भन्दाखेरि, होइन हामी तपाईँलाई छोड्दैनौँ, हामी तपाईँसँगै जानेछौँ भन्छ। तर सासूले भन्छ, हे छोरी हो, तिमीहरू जाऊ आफ्नो ठाउँमा। मैले छोरा जन्मायो भने ठुलो हुँदैछौ, तिमीहरू कति पर्खेर बस्छौ, बिहा गर्न सक्दैनौ, तिमीहरू बुढी हुन्छौ, तिमीहरू जाऊ आफ्नो जीवन जिउ भनेर भकाउँछ।
अनि रुथ उसको पुस्तक 1 अध्यायको 15 पदमा तपाईँले हेर्नुभयो भने म पढ्दिनेछु। तब नाओमीले भनिन्, हेर त तिम्री बहिनी त आफ्ना मानिसहरू र आफ्ना देवताहरू कहाँ फर्केर गई, तिमी उसितै फर्केर जाऊ। यो चाहिँ रुथलाई भनेको। अर्को बुहारी चाहिँ गयो सासूलाई छोडेर आफ्नै मानिसहरू कहाँ आफ्नै देवतालाई पछ्याउँदै गयो। नाओमीको कस्तो विडम्बना। के तपाईँले नाओमीको चरित्रलाई तपाईँले आफूलाई राखेर हेर्नुभयो भने एउटा डाइरेक्टरले एउटा मुभी बनाउँदै गर्दाखेरि नाओमीलाई चरित्र निकाल्दाखेरि उसको स्टोरी क्रिएट गर्ने भने कस्तो हुन्थ्यो होला। स्क्रिप्ट भन्छ त्यो तयार गर्दै गर्दाखेरि नाओमीको जीवन दुःखले सङ्घर्षले भरिएको थियो। सुन्दर परिवारसँग आफ्नो श्रीमानसँग ऊ जवानी हुँदाखेरि आफ्नो त्यो देशमा आएको हो। आफ्नो श्रीमानसँग ढुक्क है हाँस्दै खेल्दै जवान अवस्थामा आएकी थिइन्, सुन्दर अवस्थामा हुँदाखेरि आएकी थिइन्। उनको साथमा उनको पति पनि थियो, साथ दिने हात दिने पति थियो। के भयो यतिखेर? पतिले साथ छोड्यो, पतिको मृत्यु भयो। 2 जना छोराहरू जन्मिएका थिए, छोराहरू पनि बितेर गए। अब ऊ यरुशलेममा एक्लै फर्किने निर्णय गरेकी छिन्। बुहारीहरूलाई भन्छन्, जाऊ नानी तिमीहरू छोरीहरू जाऊ, आफ्नो घर जाउँ गरा, खुसी हुनु, मलाई मेरो हालतमा छोडिदिनुहोस्, जाऊ तिमीहरू जाऊ। यतिखेर जब मोआबमा त्यो यरुशलेम बेथलेमबाट जाँदै गर्दाखेरि उनीहरू भरेर खुसी साथ गएको थिए नाओमी। तर फर्किँदाखेरि रित्तिएर आएकी छिन्। हेर्नुहोस्, रित्तो भएको छिन्, बुढी भएकी छिन्। उसको सहारा कोही पनि छैन जीवनमा। पुरै परिवारको साथमा गएकी थिइन्, यतिखेर एक्लै फर्किँदैछिन्। जब तपाईँको सबै आशाहरू सकिन्छ नि प्रियहरू, तपाईँ के को आधारमा बाँच्नुहुन्छ? तपाईँको जीवनमा तपाईँको साथ दिने मानिसहरूले तपाईँलाई छोडेर जान्छ भने तपाईँ कुन आशामा कुन आधारमा जिउनुहुन्छ? तपाईँको बाँच्ने आधार के? नाओमीको बाँच्ने आधार के छ त? धेरैले बाँच्ने आधार नपाउँदाखेरि सुसाइड गर्छ, आत्महत्या गर्छ। किनभने त्यो नै समाधान हो जस्तो लाग्छ। साथ नाओमीको जीवनमा त्यो घटनाहरू हेर्दै गर्दाखेरि एउटा नारीमाथि एउटा स्त्रीमाथि परेको वज्रपात नि सहन असहनीय छ प्रिय। एउटा नारीले त्यो कुराहरू सहनै सक्दैन। आफ्नो पति मरेको, आफ्नो जवान छोराहरू मरेको, आफू एक्लो भएको कसैले पनि सहन सक्दैन। नाओमीको जीवनमा पनि सुसाइड भन्दा आत्महत्या भन्दा अर्को विकल्पै थिएन। तर आजको सन्देश नै प्रियहरू आशाको सन्देश हो। होप, आशा। मलाई थाहा छैन तपाईँको जीवनमा के कुराहरू सकिएको छ। मलाई थाहा छैन तपाईँले जीवनमा के कुराहरू गुमाउनु भएको छ। मलाई थाहा छैन तपाईँको जीवनमा कस्तो कस्तो मानिसहरूले तपाईँलाई छोडेर गएको छ। तर आजको सन्देश चाहिँ आशाको सन्देश हो। यतिखेर नाओमीसँग अरू मानिसहरू पनि फर्किँदैछ यरुशलेम। उनीहरू आफ्नो देश फर्किँदा खुसी छन्, तर नाओमी खुसी छैन। किनभने उसले आफ्नो संसार गुमाएकी छिन्, उसँग कोही पनि छैन। अनि आफ्नो बुहारीहरूले भन्छन्, जाऊ नानीहरू छोरीहरू जाऊ, मलाई छोड्थ्यो मेरो हालतमा, तिमीहरू आफ्नो जीवन सुरु गर। नाओमीको लागि अब कुनै पनि आशा छैन। के तपाईँ, म प्रश्न सोध्न चाहन्छु, आज अनलाइन मार्फत, युट्युब मार्फत र यहाँहरू भएको मार्फत परमेश्वर तपाईँसँग बोल्दै हुनुहुन्छ। ती व्यक्तिहरूसँग परमेश्वर कुरा गर्दै हुनुहुन्छ जसले चाहिँ आशा गुमाउँदै गइरहनु भएको छ। तपाईँको जबको आशा छैन, यो तपाईँको परिवारको कुनै आशा तपाईँले हराउनु भएको छ। तपाईँको आशा तपाईँदेखि टाढा टाढा हुँदै हुँदै निराशाले तपाईँ घेरिँदै गइरहनु भएको छ। परमेश्वर आज तपाईँसँग बोल्दै हुनुहुन्छ। कतिजनासँग यस्तो कुरा लाग्दैछ, अब मेरो जीवनको सबै कुरा सकियो, अब केही पनि छैन मसँग, केही पनि बाँकी छैन, कोही पनि छैन मेरो साथमा। म एउटा कुरा भन्न चाहन्छु, जब तपाईँलाई केही पनि छैन, कोही पनि छैन भन्ने जस्तो अवस्था आउँछ नि, रित्तो अवस्थाहरू, एक्लो अवस्था आउँछ नि,
अनि बल्ल परमेश्वरले तपाईँको जीवनबाट काम गर्न सुरु गर्नुहुन्छ। हालेलुया। परमेश्वरले मानिसलाई पूर्ण रूपमा स्वतन्त्र छोडिदिनुहुन्छ, तर कहिलेकाहीँ हाम्रो जीवनमा आएको त्यो उतार चढावहरू नि, रित्तोपनहरू, एक्लोपनहरूमा नि परमेश्वर उभिनुहुन्छ। हालेलुया। अनि एउटा कुरा भन्न चाहन्छु प्रियहरू, आज परमेश्वर तपाईँसँग बोल्दै गर्दाखेरि नि यदि तपाईँले यो कुरालाई पक्रेर जानुभयो भने भोलिको जीवनमा नि तपाईँको जीवनमा यति ठुलो आशिषहरू आउँदैछ नि। म त्यो कुरालाई आज खोल्दैछु वचनबाट। हालेलुया। तपाईँले जे कुराको चाहना राख्नु भएको थियो त्यो कुरा परमेश्वरले पुरा गर्दै हुनुहुन्छ। तर सुरुवात कहाँबाट हुन्छ? एक्लोपनबाट हुन्छ, रित्तोपनबाट हुन्छ, उजाड स्थानबाट, उजाड जीवनबाट हुन्छ है। जब कुनै पनि मान्छेको सबै कुरा सिद्धिन्छ नि, रित्तिन्छ, अनि उसको समाउने ठाउँ केही पनि हुँदैन। खास आफ्नो भन्ने मान्छे, सहायता गर्ने मान्छे, कस कहाँ जाउँ कोही पनि हुँदैन, जिउने आधार केही पनि हुँदैन। अनि बल्ल हामीलाई परमेश्वरको याद आउँछ। खास धेरै पटक मैले पनि भोगेको कुरा, मानिसहरूलाई भरोसा गरेर फल्ना छ भन्दै म उफ्रिँदै हिँडेँ सेवाकाईको क्रममा, तर त्यही मानिसले मलाई धोका दियो। जब धोका पाएँ अनि बल्ल थाहा पायो मलाई सहायता गर्ने त को हुनुहुन्छ? परमप्रभु परमेश्वर हुनुहुन्छ। हालेलुया। अनि मेरो एक्लोपनले नै मलाई परमेश्वरसँग हिँड्न सिकाएको छ। मैले पाएको धोका, मैले पाएको चोटबाट परमेश्वरको प्रेम बुझ्न मैले सिकेको मौका पाएको छु। हामी मान्छेहरूको आफ्नै व्यथा छ, आफ्नै पीडा छ, आफ्नै कथाहरू छ, हो कि होइन भन्नुहोस् त। अनि रुथ 1 अध्यायको 21 मा पढ्दिनछु। यहाँ यसो लेखेको छ, म भरिपूर्ण भएर गएको थिएँ तर परमप्रभुले मलाई रित्तो फर्काएर ल्याउनु भएको छ। मलाई किन नाओमी भन्छौ? परमप्रभु मेरो विरुद्धमा उठ्नु भएको छ, सर्वशक्तिमानले म माथि विपत्ति ल्याउनु भएको छ। नाओमीले आफ्नो बुहारी रुथलाई भनेको यो कुरा, किन मलाई नाओमी, अरू मानिसहरूलाई भन्यो किन मलाई नाओमी भन्छौ है? नाओमीको अर्थ त कति राम्रो छ नि त, तर मलाई मारा भन, तितो पनले भरिएको जीवन भनेर भन भनेको छ। एउटा कुरा तपाईँलाई याद दिलाउन चाहन्छु प्रिय, यतिखेर उनले के भनेको छ? म भरिपूर्ण भएर गएको थिएँ तर रित्तो फर्काउनु भएको छ परमेश्वरले मलाई। तपाईँले यहाँ दुईवटा कुरा देख्नुहुन्छ। एउटा कुरा के देख्नुहुन्छ भन्दाखेरि नाओमी चाहिँ रित्तो भएको देख्नुहुन्छ, तर अर्को एउटा कुरा के देख्नुहुन्छ भने नाओमी चाहिँ आफ्नो घर फर्केको देख्नुहुन्छ। अब हेर्नुहोस् है, शक्तिशाली कुरा। तपाईँले हेर्दा, हामीले हेर्दा पनि नाओमीले सबै गुमाएको छ, श्रीमान गुमाएको छ, आफ्नो छोराहरू गुमाएको छ, रित्तो छ। तर एउटा शक्तिशाली कुरा के छ भन्दाखेरि नाओमी चाहिँ आफ्नो घर, आफ्नो परमेश्वर कहाँ, आफ्नो देशमा फर्किँदैछिन्। हालेलुया। म तपाईँले किन यो कुरा भन्दैछु भन्दाखेरि परमेश्वरले नि नाओमीलाई आफ्नो देशमा फर्काउँदै हुनुहुन्छ। कतिखेर? जब उनी रित्तो भएकी छिन्, सबै कुरा गुमाएकी छिन्। हामीलाई लाग्छ कहिलेकाहीँ म त सबै सकियो, मेरो सबै बर्बाद भयो, मेरो सबै खत्तम भयो, अब मेरो केही छैन, कोही छैन मसँग भन्ने लाग्छ। त्यतिखेर नि परमेश्वरले जहिले पनि आफ्नो मानिसहरूलाई बोलाउनुहुन्छ क्या, डराउनुहुन्छ। हालेलुया। प्रियहरू, कहिले पनि तपाईँलाई रित्तै फर्काउनु नआब। हेर्नुहोस् है, परमेश्वरले जहिले पनि आफू कहाँ ल्याउँदै गर्दाखेरि नि सबै कुरा रित्तै हो क्या, रित्तै कुराहरू परमेश्वरले खोज्ने नै। किनभने परमेश्वरले चाहिँ त्यो रित्तो कुराहरूमा चाहिँ भर्न चाहनुहुन्छ। हालेलुया। रित्तो कुराले चाहिँ भर्न चाहनुहुन्छ। नाओमी फर्किँदैछन् रित्तिएर, तर परमेश्वरले नाओमीलाई भरै भराउ बनाउँदै हुनुहुन्छ। हामी धेरै पटक हाम्रो जीवनमा रित्तोपनहरू मात्रै देख्छौँ, धेरै पटक हाम्रो जीवनमा हाम्रो ऋणहरू मात्रै देख्छौँ, धेरै पटक हाम्रो जीवनमा हाम्रो रोगहरू मात्रै देख्छौँ, धेरै पटक हाम्रो जीवनमा हामी हाम्रो दुःखहरू मात्रै देख्छौँ प्रियहरू। तर थाहा छ परमेश्वरले नि यसो हेर्दै गर्दाखेरि नि विशाल गुरुङको जीवनमा प्रशस्तताहरू देख्नुहुन्छ। हालेलुया। विशाल गुरुङको जीवनमा चङ्गाई देख्नुहुन्छ, तपाईँको जीवनमा छुटकारा देख्नुहुन्छ, तपाईँको जीवनमा समस्याबाट समाधान देख्नुहुन्छ। परमेश्वरले माथिबाट हेर्ने भने हाम्रो आँखाले मात्रै हो समस्या देख्ने जतातुकै, तर जब माथिबाट परमेश्वरले हेर्नुहुन्छ सबै समाधान देख्नुहुन्छ। किन थाहा छ? किनभने उहाँसँग समाधान छ। हालेलुया। उहाँसँग समाधान छ। उहाँले कसरी भर्ने, मेरो छोराछोरीलाई कसरी निको पार्ने, मेरो छोराछोरीलाई म कसरी सहायता गर्ने, सबै उत्तरहरू उहाँसँग छ। उहाँलाई पक्का थाहा छ मेरो छोराछोरीले, यहाँ तपाईँ जतिजना हुनुहुन्छ नि, परमेश्वरले माथिबाट हेर्नुहुँदा नि तपाईँको जीवनको समाधान उहाँले देखिसक्नु भएको छ। पक्का
पक्रिनुहोस् यो कुरालाई, तपाईँ सिकाउनुहोस्। यस प्रभु, मैले मात्रै हो समस्या देख्ने, तर परमेश्वरले हो समाधान देख्ने। अब तपाईँले समस्यालाई हेर्ने होइन, जब परमेश्वरलाई देख्नुहुन्छ तपाईँले समाधानलाई देख्नुहुन्छ। हालेलुया। अनि तसर्थ ती सबै कुराहरू प्राप्त गर्नको लागि सबैभन्दा के गर्न आवश्यक छ? पहिला परमेश्वरलाई हेर्नु आवश्यक छ, परमप्रभुलाई भेट्न आवश्यक छ, येशूलाई विश्वास गर्न आवश्यक छ। अनि जब कुनै पनि व्यक्तिले येशूलाई देख्न सुरु गर्छ, उसले समाधानलाई देख्न सुरु गर्छ। कुनै पनि व्यक्तिले येशूलाई देख्न सुरु गर्छ, उसले चङ्गाइलाई देख्न सुरु गर्छ। कुनै पनि व्यक्तिले येशूलाई देख्न सुरु गर्छ, उसले छुटकारालाई देख्न सक्छ। कुनै पनि व्यक्तिले जब येशूलाई देख्न सुरु गर्छ, हरेक समस्याको समाधान देख्न सुरु गर्छ। हालेलुया। मेरो जीवनमा मैले भोगेको कुरा हो। मेरो जीवनमा समस्या छैन होइन, समस्या छ, तर मैले समाधानलाई देख्छु प्रियहरू, किनभने म येशूलाई हेर्छु। हालेलुया। येशूलाई हेर्न सुरु गर्नुहोस्, समाधानलाई देख्न सुरु गर्नुहुन्छ। तपाईँले सिधै समाधान देख्नुहुन्न प्रियहरू, समाधान चाहिँ उहाँबाटै आउँछ। हालेलुया। त्यसको लागि हामीलाई शारीरिक आँखा होइन, आत्मिक आँखा चाहिन्छ, हृदयको आँखा चाहिन्छ। हालेलुया। म निको हुन्छु भन्ने विश्वास गर्नु चाहिँ विश्वास होइन प्रियहरू। सुन्नुहोस् है, अब म निको हुन्छु, परमेश्वरले मलाई सहायता गर्नुहुन्छ भन्ने विश्वास गर्नु चाहिँ विश्वास होइन, तर म निको भइसकेको छु भन्ने कुरालाई देख्नु चाहिँ विश्वास हो। हालेलुया। मैले छुटकारा पाउने छु भन्ने विश्वास गर्छु भन्ने कुरा विश्वास, मैले छुटकारा पाइसकेको छु भन्ने कुरालाई तपाईँले देख्न सुरु गर्नुहुन्छ नि, तपाईँको जीवनमा छुटकारा आउन सुरु गर्छ। हालेलुया। तपाईँको समाधान, तपाईँको ऋणहरू जति पनि छन्, ओ मेरो ऋणहरू म समाधान भइसकेको छ विश्वास गर्छु होइन, तपाईँले त्यो विश्वासलाई तब देख्न सुरु गर्नुहुन्छ, अनि तपाईँको जीवन त्यो हुन आउँछ। हालेलुया। त्यो चाहिँ विश्वास हो। आज यो रहस्य, पहिलो रहस्यलाई पक्रेर जानुहोस्। तपाईँको जीवनमा के छैन देख्न सुरु गर्नुहोस्। हालेलुया। हालेलुया। तपाईँको ऋण चुक्ता भएको छैन, अब ऋण चुक्ता भएको देख्न सुरु गर्नुहोस्। विश्वास गर्ने होइन, प्रभु मेरो ऋण चुक्ता हुन्छ, विश्वास होइन, देख्न सुरु गर्नुहोस्। निको भएको देख्न सुरु गर्नुहोस्, चङ्गाई भएको देख्न सक्नुहोस्, अनि छुटकारा भएको देख्न सुरु गर्नुहोस्। हालेलुया। आज परमेश्वरले तपाईँलाई गहिरो प्रकाशमा लाँदै हुन्छ। धेरै पटक हाम्रो जीवनमा किन आश्चर्य काम हुँदैन थाहा छ? म विश्वास गर्छु भनेको कारणले होइन, म विश्वाससहित हेर्छु, देख्छु भन्न सुरु गर्नुभयो नि, त्यो देख्न सुरु गर्नुहुन्छ। यो ट्याब देख्नु भएको छ? यो ट्याबलाई धेरै महँगो पर्छ, मेरो किन्ने औकात होइन। म जब एउटा ट्रेनिङमा जाँदै थिएँ, झापामा ट्रेनिङमा बस्दै गर्दाखेरि एकजना वक्ताले ट्याब लिएर आउनुभयो अगाडि, सर पढाउनु भयो क्या टिचरले, सर। अनि मैले, प्रभु मलाई पनि एउटा ट्याब भयो भने मलाई वचन बोल्न सजिलो हुन्छ, तर ट्याब त सस्तोमा आउँदैन है। अनि मैले प्रार्थना गर्न थालेँ, प्रभु मलाई 1 महिनाभित्रमा ट्याब दिनुहोस्। त्यसपछि मैले के गर्न सुरु गरेँ? विश्वास गर्न सुरु गरेँ। अनि भोलिपल्ट मेरो सँगै एकजना दाजु हुन्छ, रजु दाजुलाई, दाजु मेरो ट्याब आउँदैछ नि। मसँग पैसा भएर होइन प्रियहरू, मैले किन्दैछु भनेर होइन, तर मैले विश्वासले देख्न सुरु गरेँ। हालेलुया। विश्वासले देख्न सुरु गरेँ। मैले, दाजु मैले 1 महिनाभित्र ट्याब, कति पर्छ, के हो कसो? ट्याबलाई त महँगो पर्छ, यसले त 50,000 भन्दा माथिको, अनि मसँग त अब त्यो क्यापेसिटी छैन। दाजुलाई आउँछ मैले देखिसकेँ, दाजु तपाईँ ढुक्काउनु मैले देखिसकेँ। हाँस्नु भएको उहाँले, मलाई गरेर हाँस्नु भयो, तर नभन्दै परमेश्वरले 1 महिनाभित्रमा दिनुभयो। हालेलुया। देख्नुहोस्। अहिले म के देख्दैछु थाहा छ? 220 को पल्सर बोकेर चाहिँ म सेवाकाईमा हिँडेको देख्दैछु। हालेलुया। विश्वास गर्नुहुन्छ? हुन अहिले छैन त्यो कुराहरू, तर मैले देखिसकेँ, परमेश्वरले दिन सुरु गर्नुहुन्छ। हालेलुया। कुनै न कुनै व्यक्तिको जीवनमा बसेर परमेश्वर बोल्न सुरु, मेरो छोरालाई यो बोल जा दे, अनि फोन गरेर मलाई भन्छ एक दिन, पास्टर बा तपाईँको सेवाकाईमा हामी सहायता गर्न चाहन्छौँ, ल तपाईँको लागि साधन। हालेलुया। विश्वास गरेर देख्नु न। असम्भव छ? असम्भव छैन प्रियहरू। मेरो जीवनमा अहिले हामी सेवाकाई गर्दैछौँ नि, सबै विश्वासद्वारा हो। यो ठाउँ तपाईँहरू विश्वासद्वारा देखेको। हालेलुया। अझै ठुलो भवनहरू हामीले देख्दैछौँ, विश्वास, अझै ठुलो भिडहरू हामीले देख्दैछौँ, अझै ठुलो मानिसहरू, शक्तिशाली कामहरू हामीले देख्दैछौँ, मैले देख्दैछु प्रियहरू, विश्वासद्वारा। अब त्यो हुन आउँछ। हालेलुया। तपाईँको जीवनमा, मैले तपाईँको जीवनमा समाधान
तपाईँको जीवनमा छुटकारा, तपाईँको जीवनमा चङ्गाई, तपाईँको जीवनमा आशिष देख्दैछु। विश्वास गर्नुहुन्छ? मैले चाहिँ देखिसकेको छु, तपाईँले नदेखेको मात्रै। हालेलुया। किनभने मैले परमेश्वरको आँखाले हेर्दैछु। हालेलुया। समाधान, आशिष छ तपाईँको जीवनमा प्रियहरू। यो चाहिँ विश्वास हो। विश्वासद्वारा देख्नु क्या। अब हेर्नुहोस् है, नाओमीले के देख्दै छिन्? आफूलाई रित्तो देख्दै छिन्, होइन र? सबै गइसक्यो नि त, रित्तो देख्दैछ नि त। श्रीमान पनि बित्यो, मर्यो, दुईटा जवान छोराहरू पनि मर्यो, जाउ बुहारीहरू पनि अब जान्छ, म एक्लो छु भन्ने उसले देख्दैछ। तर परमेश्वरको स्तुति होस्, नाओमीले एउटा कुरा निर्णय गरेकी छिन्। के निर्णय गरेको छिन्? अब रित्तो भइकन पनि उसले आफू मर्ने निर्णय चाहिँ गरेको छैन। कोही हुनुहुन्छ तपाईँको जीवनमा यहाँ युट्युब हेर्ने, तपाईँ रित्तो देखेर कहिलेकाहीँ तपाईँलाई मर्नु मन लाग्छ, सुसाइड गर्नु मन लाग्छ। ए यो जिन्दगी के बाँच्नु, यस्तो जिन्दगी मेरो त कोही त छैन। नाओमीले पनि यस्तै सोध्न सक्थिन्, तर नाओमीले एउटा निर्णय के गरेकी छिन् भन्दाखेरि म एक्लै भए पनि म मेरो घर फर्किन्छु। हालेलुया। मेरो देश फर्किन्छु, मेरो परमेश्वर कहाँ फर्किन्छु म। हरेक जो रित्तिएर आज घर फर्किने निर्णय गर्नुहुन्छ नि, तपाईँको जीवनमा अहिले तपाईँको जीवनमा शक्तिशाली काम हुनेवाला छ। हालेलुया। तपाईँ कति रित्तिनु भएको छ, तपाईँको जीवनमा के छैन होइन। अब तपाईँ पिताको घरमा फर्किने समय आएको छ, आफ्नो घरमा फर्किनुहोस्। हालेलुया। रुथ 1:22 मा यहाँ यसरी लेखिएको छ, यसरी नाओमीकी बुहारी मोआबी रुथ तिनीसँग मोआब देशमा आइन्। तिनीहरू बेथलेहममा आइपुग्दा जौको कटनी हुँदै थियो। हालेलुया। जौको कटनी हुँदै थियो। ध्यानसँग पढ्नुहोस् प्रियहरू, बेथलेहममा आइपुग्दाखेरि के हुँदै थियो अरे? जौको कटनीको समय भएको थियो। तपाईँले टिभीएस भर्जनमा बाइबलमा हेर्नुभयो भने त्यहाँ मजाले लेखेको छ। अनि जौको कटनी सुरु हुँदा उनीहरू बेथलेहम आए भनेको छ। हालेलुया। रुथको पुस्तकको हेर्नुहोस् है, 1 अध्याय सुरु हुँदै गर्दाखेरि रुथको पुस्तकमा चाहिँ के भएको छ? अनिकालबाट सुरु भएको छ। केबाट रे? अनिकालबाट रुथको पुस्तक सुरु भएको छ। तर 1 अध्यायको अन्त्य चाहिँ तपाईँले 22 पद पढ्नुभयो भने के छ? जौको कटनीबाट सुरु भएको छ। हालेलुया। अन्त्य भएको छ। त्यो भनेको चाहिँ अध्यायको सुरुवात चाहिँ अनिकालबाट भयो, अन्त्य चाहिँ कटनीको सुरुवातबाट भएको छ। सुन्नुहोस् है त, कटनीको सुरुवातबाट भएको छ। यो भनेको के हो भन्दाखेरि तपाईँको जिन्दगीको अन्त्य नि धेरैको जीवनमा रित्तोपनले भरिएको, अभावले भरिएको, रोगले भरिएको, समस्याले, ऋणहरूले भरिएको त्यो पनि देख्नु होला नि, अनिकालले भरिएको देख्नु होला। तर परमेश्वरले तपाईँको जीवनमा नि जहिले पनि कटनीबाट सुरुवात गर्नुहुन्छ। हालेलुया। आजको वचनको शीर्षक हो, यो तपाईँको कटनीको समय हो प्रियहरू। दिस इज योर टाइम अफ हार्भेस्ट भन्छ क्या अङ्ग्रेजीमा। यो भनेको नि तपाईँले काट्ने समय, जम्मा गर्ने, पाउने, प्राप्त गर्ने, हासिल गर्ने समय। नाओमी जाँदै गर्दाखेरि के भएको थियो त्यो देशमा, त्यो ठाउँमा? अनिकाल भन्नुहोस् त, अनिकाल थियो। फर्कँदै गर्दाखेरि के भएको छ? जौको काट्ने बेला भएको छ। हालेलुया। एउटा कुरा याद राख्नुहोस् प्रियहरू, तपाईँले गुमाएको कुराहरू जीवनमा है, मैले भन्दै गर्दाखेरि त्यो कुराहरूले ल्याउनुहोस्, चङ्गाइ हुँदैछ, छुटकारा हुँदैछ। तपाईँले गुमाएको कुराहरू, तपाईँले गुमाएको मौकाहरू, तपाईँले गुमाएका अवसरहरू, तपाईँले गुमाएका मानिसहरू, तपाईँले गुमाएका सपनाहरू तपाईँको जीवनको अन्त्य होइन। तपाईँको जीवनको अन्त्य होइन। रुथले के अरे नाओमीले यस्तै सोध्दैछन्, अब मेरो सबै सकियो, मेरो अन्त्य भयो, म आफ्नै घर फर्किन्छु भनेर जाँदै गर्दाखेरि त्यहाँ चाहिँ नयाँ ऋतुको सुरुवात भएको छ। हालेलुया। कटनीको सुरुवात भएको छ। तपाईँलाई अन्त्य जस्तो लाग्ला, तर परमेश्वरले त्यहाँबाट हेर्नु त सुरुवात गर्नुभएको छ। केबाट? फसल कटनीबाट। खाना नपाएर गएको हो नि त उनीहरू आएको देशमा, तर आउँदै गर्दा के देखेको छ? बाली काट्ने बेला भएको छ। हालेलुया। जहाँबाट हामी सकियो भन्छ नि, परमेश्वरले त्यहीँबाट सुरु गर्नुहुन्छ। हालेलुया। रेखा साटाबा। अनि तपाईँ र मैले विश्वास गरेको परमेश्वर चाहिँ अल्फा र ओमेगा भन्छ कि ग्रिकमा। त्यो भनेको के छ? आदि र अन्त्य हो कि। जहाँ अन्त्य छ नि, परमेश्वरले त्यहीँबाट सुरुवात गर्न सक्नुहुन्छ। हालेलुया। जहाँबाट शैतानले तपाईँ र मेरो जीवनमा अन्त्य गर्न खोजेको छ नि, परमेश्वरले त्यहीँबाट सुरु गर्नुहुन्छ। विश्वास गर्नुहुन्छ? तपाईँले जहिले पनि शैतानले के देखाउँछ? रित्तो देखाउँछ, एक्लो देखाउँछ, कोही छैन, तिमी सक्यौ, तिमी गयौ भन्छ।
तर परमेश्वरले जहिले पनि हरियाली, नयाँ पालुवा पलाएको, नयाँ जीवन सुरुवात भएको, एउटा महिमादेखि अर्को महिमा, एउटा ऋतुदेखि अर्को ऋतु, एउटा अभिषेकदेखि अर्को अभिषेक। हालेलुया। म तपाईँलाई उत्साह दिन चाहन्छु प्रिय राजा, यो वर्ष नि यो समय नि तपाईँको कटनीको समय हो। आज जतिजना यो भवनभित्र हुनुहुन्छ, जतिजनाले युट्युब हेर्नुहुन्छ, यो प्रोफेटिक कुराहरू, अगमबाणीको वचन रिसिभ गर्नुहोस्। अगमबाणी भनेको तपाईँको हुन आउने कुरा, तपाईँको जीवनमा परमेश्वरले आशिषको सुरुवात गर्दै हुनुहुन्छ। म घोषणा गर्छु परमेश्वरको दासको हैसियतले, एउटा प्रेरित अगमवक्ता भएको कारणले म घोषणा गर्छु तपाईँको जीवनमा आशिष आउँदैछ, आशिष आउँदैछ, चङ्गाई आउँदैछ, छुटकारा आउँदैछ। तपाईँको निम्ति आशा छ, तपाईँको निम्ति भरोसा छ, तपाईँको निम्ति भविष्य छ, तपाईँको निम्ति समाधान छ। प्रियहरू, दुष्टले अन्त्य देखाएको मात्रै हो, तर परमेश्वरसँग सुरुवात छ। हालेलुया। परमेश्वरले तपाईँको हृदयको जीवनलाई भर्दै हुनुहुन्छ। तपाईँको एक्लो जीवनलाई परमेश्वरले भरिभराउ बनाउँदै हुनुहुन्छ। अनि छोडिदिनुहोस् अब चुरोट पिउन। जतिजना सुन्नुहुन्छ, छोडिदिनुहोस् रक्सी पिउन, छोडिदिनुहोस् एक्लै रुन, छोडिदिनुहोस् एक्लै तडपिन। त्यो तपाईँको समय सकियो। अब तपाईँको जीवनमा परमेश्वरले नयाँ ऋतु ल्याउँदै हुनुहुन्छ। हालेलुया। किनभने परमेश्वरले तपाईँको जीवनलाई नयाँ तरिकाले सुरुवात गर्दै हुनुहुन्छ। उजाड स्थानबाट सुरु भयो भने हरियालीमा अन्त्य गर्नुहुन्छ। हालेलुया। परमेश्वरले तपाईँको शून्यतालाई तपाईँको शून्यतालाई सुन्दरतामा बदल्न गइराख्नु भएको छ। तपाईँको रित्तो जीवनलाई, उजाड जीवनमा नयाँ पालुवा दिँदै हुनुहुन्छ। तपाईँको मरेको आशा, तपाईँको विश्वासलाई नयाँ जीवन दिँदै हुनुहुन्छ। अब आँसु पुस्नुहोस्, परमेश्वर कहाँ फर्कनुहोस्, आफ्नो घर फर्कनुहोस्। नाओमीले के गरिन्? आँसु पुछिन्, निर्णय गरिन्, म मेरो घर फर्किन्छु, मेरो परमेश्वर कहाँ फर्किन्छु। कुनै जाँदै गर्दाखेरि उसले ठ्याक्कै त्यो देशमा आउँदै गर्दाखेरि आफ्नो घर अगाडि के देख्छिन्? मानिसहरूले जौ काटिरहेको देख्छिन्। हालेलुया। हुनसक्छ तपाईँले सबै कुरा तपाईँको जीवनमा तपाईँले गुमाउनु भयो होला। अहिले यतिखेर तपाईँको साथमा कोही पनि छैन होला, तर तपाईँ यो कटनीको समयमा हुनुहुन्छ। आशिषको समयमा, यो नयाँ ऋतुमा तपाईँ प्रवेश गर्दै हुनुहुन्छ। अनि यो चाहिँ तपाईँको समय हो कटनी गर्ने। दिस इज योर टाइम अफ हार्भेस्ट भन्छ अङ्ग्रेजीमा। आशिषको समय हो। अब जति रुनु थियो रुनु भयो, तपाईँ जति आँसु बगाउनु भयो, जति दुख्नु थियो दुखिसक्नु भयो। अब चङ्गाई हुने समय हो। हालेलुया। रेखा साठा बाला भाषे रिसिभ गर्नुहोस् यो अगमबाडी कुराहरू। यो हुन आउँछ प्रियहरू। 100%, 200% आउँछ। किनभने मैले मेरो जीवनमा त्यो कुराले देखेको छु। हालेलुया। त्यही अगमबाडीको कुराले मैले पक्रेर आज मेरो सेवकाईमा परमेश्वरले मलाई आशिष दिनुभएको छ। अब तपाईँको जीवनमा, तपाईँको परिवारमा त्यो आशिष बहन्छ। हालेलुया। अनि यो प्रोफेटिक कुरालाई रिसिभ गर्नुहोस्। परमेश्वर शक्तिशाली काम गर्दै हुनुहुन्छ। म उत्साह दिन चाहन्छु आज तपाईँलाई। यो प्रोफेटिक हाम्रो मण्डलीमा विशेष मैले वचन प्रिचिङ गर्दाखेरि टिचिङ होइन, मैले प्रिचिङ गर्छु र प्रिचिङ भन्दा पनि प्रोफेटिक कुराहरू ल्याउँछु, अगमबाडीको कुराहरू। त्यो कुरा तपाईँको जीवनमा आशिषको रूपमा आउने। म जीवन बोल्छु, चङ्गाई बोल्छु, छुटकारा बोल्छु, आशिष मात्रै बोल्छु। तपाईँ सुन्दै गर्दाखेरि 1 वर्षभित्रमा तपाईँको जीवन त्यस्तो रहन्न। हालेलुया। 1 वर्षभित्रमा तपाईँको समस्या, तपाईँको परिवार बदलेर प्रभुको अभिषेकमा भरिन्छ। हालेलुया। यो अगमबाडी वचन नि शक्तिशाली हुन्छ। धेरै मण्डलीहरूमा टिचिङहरू बढी हुन्छ, यसो गर, त्यो गर, यसो गर्नु हुँदैन, यो गर्नु हुँदैन। होइन, आशिषले मान्छेको जीवनलाई बदल्छ। अभिषेकले मान्छेको जीवनलाई परिवर्तन गर्छ। अनि जब अभिषेकमा मान्छे खडा हुन थाल्छ, उसले देख्न सुरु गर्छ, म चाहिँ परमेश्वर जस्तै हुनुपर्छ। अब येशू जस्तै हुनुहुन्छ। येशूको चरित्र, येशूको स्वभाव, येशूको विचार बोकेर ऊ हिँड्न सुरु गर्छ। हालेलुया। त्यही कारणले गर्दा म तपाईँलाई एउटा रहस्यमय प्रकाश यहाँको बिचमा आज एउटा अगमबाडीको वचन तपाईँको जीवनमा बोल्दैछु। मलाई थुप्रैले मेसेज गर्नुहुन्छ, थुप्रैले युट्युबमा तपाईँले गएर हेर्नुहोस्, वचन तल कमेन्टमा हेर्नुहोस्। थुप्रैले पास्टर बा तपाईँको वचन, तपाईँले भनेको कुराहरू मेरो जीवनमा पुरा भएको छ। हालेलुया। तपाईँले बोल्नु भएको वचनद्वारा मैले जीवनमा आशिष पाएको छु। हालेलुया। रेखा साठा बाला बा। कतिले भन्छन् पास्टर बा तपाईँको वचन सुन्दा सुन्दै म निको भएको छु, तपाईँको वचन सुन्दा सुन्दै म त काने, मेरो त उल्टी भयो, दुष्ट आत्मा निस्केर गयो। हालेलुया। त्यो चाहिँ शक्तिशाली अगमबाडीको कुराहरू के
मैले प्रचार गरेको, हामीले प्रचार गरेको वचन युट्युबमा कहिले हेर्नुभयो, कमेन्ट हेर्नु भने त्यहाँ हेर्नुहोस्, कहाँबाट मान्छेले सुनेको छ, कहाँबाट मान्छेले मलाई फोन गर्छ, रुँदै फोन गर्छ, पास्टर बा यदि तपाईँको वचन ठिक समयमा मैले सुन्न नपाएको भए म सुसाइड गर्थेँ भन्छ। छ मसँग रेकर्ड त्यस्तो कुराहरू मैले युट्युबमा पनि हालेको छु कतिको भए। मैले तपाईँलाई यो उत्साह दिँदै चाहन्छु भन्दाखेरि आज जति पनि युट्युब हेरेर बसिराख्नु भएको छ, जति पनि तपाईँहरू हुनुहुन्छ नि, तपाईँहरू सबैजना निको हुनको लागि मात्रै आउनुभएको हो र? सँगै छुटकारा पाउनको लागि मात्रै आउनुभएको हो र? परमेश्वरको वचनको प्रकाशलाई सुन्नको लागि आउनुभएको, परमेश्वरको आवाजलाई सुन्न, परमेश्वरसँग भेट गर्नको लागि आउनुभएको। हालेलुया। अनि मैले प्रार्थना गर्छु हाम्रो मण्डली चाहिँ सानो किन नहोस् तर परमेश्वरको उपस्थितिले भरेको होस्। हालेलुया। प्रभुलाई धन्यवाद। आज यो रेमा वचन तपाईँको लागि आएको छ है। सिरियस भएर सुन्दै गर्नुभयो भने नि, सिरियस एकदम यो सिरियस भएर सुन्नुभयो, एकदम ध्यान दिएर सुन्नुभयो भने नि प्रार्थना गर्नु पर्दैन कि कतिखेर पास्टरले वचन सकाउँदैन टाउकोमा हात राखेर प्रार्थना गरिदिनु होला भन्नु पर्दैन तपाईँलाई। वचन सुन्दा सुन्दै तपाईँ निको हुन्छ। कतिखेर तपाईँको रोग निस्केर गयो तपाईँलाई थाहा हुँदैन। हालेलुया। कति बेला तपाईँबाट दुष्ट आत्मा निस्केर गयो तपाईँलाई थाहै हुँदैन। हात राख्नु पर्दैन। वचन चाहिँ शक्तिशाली छ। हालेलुया। वचन चाहिँ परमेश्वर हुनुहुन्छ प्रियहरू। हालेलुया। हो त्यसै कारणले गर्दाखेरि धेरै पटक चङ्गाइ र छुटकाराको लागि प्रार्थना होइन, वचन सुन्नुपर्छ। शक्तिशाली वचनले चाहिँ जीवनमा सँगै र छुटकारा ल्याउँछ। अनि तपाईँको जीवनमा अचम्मको काम हुँदैछ प्रियहरू। यो वर्ष चाहिँ यो समय चाहिँ कटनीको समय हो, फसल बटुल्ने समय। अब तपाईँ के गर्नुपर्छ? कतिजना हुनुहुन्छ हामी अब परमेश्वरको घरमा आफ्नो घरमा फर्किनुपर्छ। कतिपय परमेश्वरको आशिष भन्ने प्रियहरू, प्रभु मलाई दिनुहोस्, मलाई चाहिन्छ, मलाई यो दिनुहोस् त्यो दिनुहोस् भनेर उपवास बसेर रोएर पाइँदैन प्रियहरू। परमेश्वरको आशिष नि परमेश्वरसँग हिँडेर पाइन्छ। हालेलुया। परमेश्वरसँग हिँड्न सुरु गर्नुहोस् त। परमेश्वर कहाँ फर्केर आउनुहोस् त। परमेश्वरसँग प्रभुको वचनलाई पाल्नु र प्रभुसँग हिँड्दै गर्दै भने तपाईँले माग्नै पर्दैन। परमेश्वर अघि थाहा भइसक्छ विशाल गुरुलाई के कुराको खाँचो छ। विशाल गुरु चिताउन जानुपर्छ, चिताउनु गएर प्रचार गर्नुपर्छ, उसलाई गाडी भाडा चाहिन्छ, उसलाई यात्रा खर्च चाहिन्छ। परमेश्वरले अघि नै जुटाइसक्नु भयो। हालेलुया। अनि मलाई यो पनि विश्वास छ त्यहाँबाट फर्किँदाखेरि पनि परमेश्वरले जुटाइसक्नु भएको छ। हालेलुया। त्यो चाहिँ विश्वास हो। त्यही कारणले गर्दा परमेश्वरमा तपाईँहरूमा के गर्नुपर्छ? फर्किनुपर्छ। परमेश्वरमा हामी हिँड्नुपर्छ। नाओमी के भए? फर्किन्। अब एउटा कुरा याद गर्नुहोस्, नाओमी के कुराले त्यो देश त्यो ठाउँ छोडेर गएकी थिइन् थाहा छ? हजुर अनिकाल भन्नुहोस् त। रोटी खान नपाएर हो नि त है। रोटी खान नपाएर त्यो देश छोडेर गएको थियो होइन र? तर फर्किँदा के भएको छ? त्यही रोटीको फसलको कटनी हुँदैछ। हालेलुया। बुझ्नुभयो परमेश्वरको शक्तिशाली काम। जे कुरा पहिला थिएन त्यो कुराले नाओमीलाई टाढा बनायो, सबै गुम्यो। तर जब म मेरो घरमा फर्किन्छु भने जब उसले पाइला चाले घरमा आइन्, फसल कटनी हुँदैछ। अब उसलाई रोटीको खाँचो पर्दैन। हालेलुया। जौको कटनी हुँदै थियो प्रियहरू। त्यही कारणले गर्दा जिन्दगी सधैँ उस्तै रहन्न के खास। विश्वास गर्नु, लेखेर लानुहोस्। तपाईँको जीवनमा नि अहिले जुन समस्या छ नि त्यो सधैँ रहन्न, सधैँ रहन्न पनि। यो छेडेको, यसले हामीलाई तर्साउन खोजेको मात्रै हो, निराश बनाउनु खोजेको मात्रै हो, सधैँ रहन्न। किनभने परमेश्वरको राज्यमा त्यो कुराहरू लेखिएको छैन। परमेश्वरको पुस्तकमा उहाँले के भन्छ? तिमीहरूको सबै आँखाका आँसु पुछिदिनु हुनेछ। हालेलुया। आँसुको साथमा छर्नेले चाहिँ आनन्दले गीत गाउँदै कटनी गर्नेछन्। परमेश्वरले हरेक उजाड स्थानहरूमा, उजाड परिस्थितिहरूमा, उजाड जीवनहरूमा चाहिँ हरियाली ल्याउन सक्नुहुन्छ। हरियाली भन्नुहोस् त। हरियाली। प्रभुलाई धन्यवाद दिनुहोस्। तपाईँको सङ्घर्षको बेला तपाईँको मानिसहरूले तपाईँलाई छोडेर गएको थियो होला है। तपाईँको दुःखको बेला तपाईँको मानिसहरूले तपाईँलाई छोडेर गएको थियो होला। तपाईँको रित्तिएको बेला, तपाईँलाई खाँचो पर्दा जुन बेला तपाईँलाई चाहिने बेलामा चाहिँ उनीहरूले छोडेर गएको थियो होला। तर परमेश्वरलाई धन्यवाद होस्, परमेश्वरले तपाईँलाई कहिले पनि छोड्नु भएन। मलाई सेवाकाई सुरु गर्दै गर्दा पास्टरमा हामी छौँ नि तपाईँलाई साथ दिने, सेवाकाई सुरु गर्नुहोस् है, हामी छौँ साथ दिने तपाईँलाई है, तपाईँले के खानुपर्छ के हामी छँदैछौँ नि भन्ने व्यक्तिहरू नि जब मलाई खाँचो पऱ्यो नि 1 महिनासम्म मोबाइल स्विच अफ गरेर बसेको छ। त्यो दिनदेखि मैले के गरेँ भन्दाखेरि परमेश्वरलाई भरोसा गर्न सिकेँ। हालेलुया। परमेश्वरको शक्तिशाली कामलाई पछ्याउनु। कहिलेकाहीँ मान्छेहरू हामीले किन सहायता गर्दैन? निराश नहुनुहोस्।
तपाईँले हेल्प माग्न जानुभयो, लोना मलाई यसो गरिदिनु, गरेन भने निराश नहुनुहोस्, खुसी हुनुहोस्, किनभने तपाईँको समाधान मानिसबाट होइन परमेश्वरबाट आउँदैछ। हालेलुया! मेरो जीवनमा त्यही कुरा भयो। मेरो समस्याको समाधान मानिसबाट होइन परमेश्वरले अचम्म प्रकारले काम गर्नुभएको छ। नाओमीको जीवनलाई हेर्ने भने अनिकालको समयमा आफ्नो श्रीमान आफ्नो परिवारको साथ योजना बनाएर के गर्यो, अर्काको देशमा गयो। तर के भयो रिजल्ट? सबै गुमाउनु पर्यो। हाम्रो जीवन कहिले काहीँ त्यस्तै हुन्छ प्रियहरू। जब जीवनमा दुःख आइपर्छ, समस्या आइपर्छ, हामी अरू कुराहरूबाट परमेश्वरदेखि टाढेर अरू कुराहरू खोज्न थाल्छौँ। अरू कुराहरू दरबार हामी जान थाल्छौँ भने हामीले रीतिले कुराहरू आउँछौँ है। त्यति बेला उसले एउटा आफ्नो श्रीमान गुमाई। त्यति बेला उनले चेत गर्यो, होइन मैले श्रीमानको मेरो घर फर्किनु पर्छ भनेर सत्य फर्केको भए सायद उनीको छोराहरू पनि बाँच्थ्यो पेटहरू। तर त्यसपछि के भयो? जेठो छोरा मर्यो। अझै पनि नाओमीले निर्णय गरेन, आफ्नो घर फर्किने निर्णय गरिन। त्यसपछि अर्को एउटा भएको छोरा पनि मर्यो। त्यसपछि मृत्यु भयो। धेरै पटक नि प्रियहरू हाम्रो जीवनमा कहिलेकाहीँ त्यस्तो अवस्था आउँदै गर्दाखेरि हामीले ठक्कै थाहा हुनुपर्छ, ओहो होइन अब म परमेश्वरमा फर्किनुपर्छ, म प्रभुमा फर्कनुपर्छ, म परमेश्वरको सङ्गतिमा प्रभुसँग अब परमेश्वरसँग जिउनुपर्छ भन्ने कुरा निर्णय गरिहाल्नुपर्छ प्रियहरू। यो घटनाबाट हामीले थाहा गर्छौँ भोलि फेरि सबै कुरा बर्बाद हुन्छ। त्यति बेला नरुने नसमाउने केही पनि पाइँदैन हामीले। त्यति बेला परमेश्वरलाई पुकारेर पनि उत्तर नआउन सक्छ फेरि, किनभने परमेश्वरको समयलाई हामीले चिन्नुपर्छ। बेथलेहमको अर्थ के हो भन्दा रोटीको घर हो। खास बेथलेहम भन्ने त्यो शब्दको अर्थको नाम हो रोटीको घर। तर त्यो रोटीसँग नि मण्डलीसँग कुराहरू जोडिएको छ प्रियहरू। आत्मिक भोजन, आत्मिक रोटीसँग। यदि सङ्गतिलाई, यदि मण्डलीलाई छोडेर हामी संसारको कुराहरूतिर रोटी खोज्न जान्छौँ भने सबै गुम्छ। नाओमीले के गर्यो? रोटीको घरलाई बेथलेहममा छोडेर मोआब भन्ने देशमा गएको हो नि त। सबै गयो, सबै बर्बाद भयो। तर जब उनी फर्केर आइन् अनि उसको नयाँ ऋतु सुरु भएको छ, कटनीको समय सुरु भएको छ। मैले तपाईँलाई भन्छु, परमेश्वरको भवन सानो हुँदा है, परमेश्वरको भवन के अरे साँगुरो हुँदा, हाम्रो जीवनमा अप्ठ्यारो परिस्थिति आउँदा, हाम्रो जीवनमा धेरै चुनौतीहरू आउँदाखेरि टाढा नहुनुहोस् परमेश्वरले। अरू कुराहरू होइन, म त बरु अन्तै बरु मलाई कतिले फोन गर्छ कि एकजनाले भन्दै हुनुहुन्थ्यो, पास्टर बा खै त जति प्रार्थना गर्दैन भएन, बरु के अरे धामी झाँक्रीतिरै जानुपर्छ क्या भन्दै हुनुहुन्थ्यो एकजना दिदीले चाहिँ। मैले भने जानुहोस् जानुहुन्छ भने। अब मैले रोक्न सक्दिनँ भने हाँसेर जवाब दिएँ, होइन मैले त्यसै भनेको भन्दै हुनुहुन्थ्यो फेरि। किन थाहा छ? गाह्रो परिस्थिति पर्दाखेरि हामी आत्तिन्छौँ। नाओमीले निर्णय गर्ने होइन, यहाँ त गाह्रो भयो, अनिकाल भयो, बरु जाउँ उहाँ देशमा भनेर सट्टी गएको हो नि त खास। तर त्यहाँ गइसकेपछिको यताको अवस्था त उल्लेख गरेको छैन। तर हामीले बाइबलमा देख्छौँ भने परमेश्वरले उजाडीसँग सधैँ रहन दिनुहुन्न, जीवनमा हरियाली ल्याउनुहुन्छ। कुनै कुनै बेला हामीलाई दुःख पर्छ, गाह्रो पर्छ, मलाई पनि गाह्रो पर्छ, तर त्यसको अर्थ होइन मेरो सकिएको, सबै कुरा सकिएको होइन नि त। परमेश्वरले अझै धेरै कुरा ल्याउँदै हुनुहुन्छ मेरो जीवनमा। मलाई खाली गर्नु छ, म रित्तिनुपर्छ भरिनको लागि होइन र मसँग जे छ त्यो कुरा ल्यायो भने त अड्दैन नि त खास। परमेश्वरले तपाईँलाई भरि भराउ कुराहरू अझै खाँदै खाँदै दिनको लागि रित्तो बनाउनुहुन्छ हामीसँग भएको कुराहरू। हालेलुया! त्यही कारणले गर्दाखेरि म तपाईँलाई उत्साह दिन चाहन्छु। नाओमीले रोटीको लागि आफ्नो देश, आफ्नो घर, आफ्नो परमेश्वरको भवन चाहिँ छोडेको हो। तर अन्त्यमा जब परमेश्वरको भवनमा उनी फर्केर आइन्, कटनीको सुरुवात भयो। हालेलुया! आज एउटा निर्णय गर्नुहोस् प्रिय। आज म जीवनमा जस्तो सुकै परिस्थिति आए पनि प्रभु तपाईँको सङ्गतिलाई छोड्दिनँ, तपाईँको मण्डली जान छोड्दिनँ, तपाईँको वचनमा जिउन छोड्दिनँ। मेरो जीवनमा उजाडमा रित्तो पन्किन नहोस्, तर म येशूलाई हेर्छु, परमेश्वरलाई हेर्छु। तपाईँ हिँड्न सुरु गर्नुहोस् त, परमेश्वरले दिन सुरु गर्नुहुन्छ। चेक गरेको हो क्या कहिलेकाहीँ परमेश्वरले हामीलाई जाँच गर्नुहुन्छ। हालेलुया! त्यही कारणले गर्दा जति टाढा भए पनि बरु म सङ्गति जान्छु प्रभु, भाडा जतिसुकै लागोस् बरु म एक छाक खान्छु, तर सङ्गति जान्छु, परमेश्वरसँग भेट्छु, परमेश्वरसँग कुरा गर्छु, परमेश्वरसँग आशिष लिएर आउँछु। हालेलुया! नाओमीले जस्तो सुकै अवस्था आए पनि बेथलेहमलाई छोड्नु हुन्थेन, आफ्नो रोटीको घरलाई छोड्नु हुन्थेन। प्रियहरू याद गर्नुहोस्, यहाँभन्दा बाहिर नि केही पनि छैन। म चाहिँ बाहिर सबै भोगेर आएको हो नि त। यो अझै पनि दागहरू छ। यो चिन्हले मलाई जब जब हेर्छु यो दागलाई, म थाहा गर्छु मेरो लागि संसार चाहिँ मेरो लागि संसार होइन। यो संसारले घाउ मात्रै दिन्छ, चोट मात्रै दिन्छ। मैले बुझेर आएको छु। तर यहीँबाट फेरि हामी त्यहाँ जान्छौँ भने त्यहाँ केही पनि छैन खास।
बरु म भोकै बस्छु तर परमेश्वरकै भवनमा परमेश्वरकै सेवा गर्छु। हालेलुया। किनभने परमेश्वरको उपस्थितिमा सबै कुरा छ। खास उतार चढाव आउँछ जीवनमा, तर त्यो उतार चढावले झन् शक्तिशाली गवाही खडा गर्छ। हालेलुया। मेरो जीवनमा यस्तो चुनौती आएको थियो, परमेश्वरले मलाई सहायता गर्नुभयो, हजारौँ मान्छेको अगाडि उभिएर भन्ने दिन आउँछ। हालेलुया। तपाईँको ऋण छ नआदिनुहोस्, परमेश्वरले समाधान गरिदिनु भयो, मेरो ऋण तिर्दिनु भयो भन्ने दिन आउँछ। हालेलुया। त्यही कारणले गर्दै रोटीको लागि हामीले परमेश्वरको सङ्गति छोड्नु हुँदैन। याद गर्नुहोस्, बेथलेहेम भनेको त रोटीको घर हो। नाओमीले त्यो रोटीको लागि आफ्नो सङ्गति, आफ्नो मानिसहरू, आफ्नो देश छोडेर जाँदैन। सिलवान गुम्यो, आफ्नो छोराहरू सबै गुम्यो। घुम्न सक्छ है प्रियहरू। आशिष जब फर्केर आएको छ उसको जीवनमा त्यो आशिषहरू परमेश्वरले ल्याउनु भएको छ है। त्यही कारणले गर्दा म उत्साह दिन चाहन्छु। कहिलेकाहीँ परमेश्वरले तपाईँलाई मलाई के गर्नुहुन्छ थाहा छ? सुन्नुहोस् है, परमेश्वरले कहिलेकाहीँ तपाईँलाई मलाई के गर्नुहुन्छ? आगोको बाटो लिएर जानुहुन्छ के थाहा छ? आगोले के गर्छ? पोल्छ है, पोल्छ। आगोको बाटो लिएर जानुहुन्छ परमेश्वरले तपाईँलाई मलाई। किन थाहा छ? जलाएर नष्ट गर्नको लागि होइन, हामीलाई खान चम्किन, हालेलुया, अझै शक्तिशाली बनाउनको लागि आगोबाट लिएर जानुहुन्छ। हामीलाई चम्क्याउनको लागि, हामीलाई बलियो र शुद्ध बनाउनको लागि। सुनलाई के गर्छ? आगोमा खारिन्छ नि त। अनि सुनमा आगोमा खारेको सुनहरू चम्किन्छन् प्रियहरू। त्यही कारणले गर्दाखेरि तपाईँ र मलाई कहिलेकाहीँ आगोबाट परमेश्वर लाँदै गर्दाखेरि पोल्छ, गाह्रो हुन्छ, दुःख हुन्छ, होइन। परमेश्वरले तपाईँलाई चम्क्याउनको लागि तयार गरिदिएको हुन्छ। हालेलुया। विशाल गुरुङको जीवनमा सङ्घर्ष दुःख नआएको भए आज यहाँ म पुलपिटमा बसेर हजारौँ मानिसको अगाडि वचन बोलिरहेको हुने थिएन। मेरो जीवनको सङ्घर्षहरूले मलाई परिपक्व बनायो। मेरो दुःखले, मेरो चोटहरूले मलाई जिउन सिकायो। किनभने त्यो अवस्थाहरूमा नि परमेश्वरले मलाई चप्पा हात समातेर मलाई डोर्याउनु भयो। हालेलुया। त्यही कारणले म भन्छु, मैले परमेश्वरलाई देखेको छु प्रियहरू, मैले परमेश्वरलाई भेटेको छु। त्यही कारणले गर्दा जस्तो सुकै संसारको अरबौँ खरबौँ पैसा दियोस् सेवकाई छोड भन्नु छोड्दिनँ। म भोकै सेवकाई गर्छु किनभने मैले परमेश्वरलाई देखेको छु, मैले चिनेको छु। मेरो परमेश्वरले मलाई मृत्युको मुखबाट तानेर निकाल्नु भएको छ। म भोको हुँदाखेरि मलाई खुवाउनु भएको छ। म रित्तो हुँदाखेरि, म एक्लो हुँदाखेरि मलाई आएर उमाल्नु भएको छ। तपाईँ र म चाहिँ धेरै पटक आगोबाट जाँदाखेरि नआत्तिनुहोस्। तपाईँ र म काठ जस्तै एउटा साधारण काठले बनेको मान्छेहरू होइनौ, आगोमा जाँदै जत्तिकै जल्ने। तर तपाईँ र म त परमेश्वरका सन्तान, आगोका सन्तान हौ चम्किनको लागि। हालेलुया। आगोको सन्तान हौ, हामी डर्दैनौँ प्रियहरू, हामी जल्दैनौँ। सद्रक, मेसक, अबेदनको भन्ने तपाईँले चिन्नु भएको छ दानियलको पुस्तकमा। आगोको भट्टीमा हालिदिएको छ उनीहरूलाई, उनीहरू जलेको छैन। परमप्रभु अनि त्यो देख्छ, अर्को एकजना व्यक्ति देख्दैछु परमेश्वरको पुत्र जस्तै। हालेलुया। परमेश्वर हामीसँग उभिनुहुन्छ, आगोमा होस्, पानीमा होस्, जस्तो सुकै परिस्थितिमा, आँधी बेरीमा पनि परमेश्वर तपाईँले मलाई साथ दिनुहुन्छ है प्रियहरू। त्यस कारणले गर्दा तपाईँ र म चम्किनको लागि हौ, दुष्टलाई जलाउनको लागि हौ, जल्नको लागि होइन, नष्ट हुनको लागि होइन है। आज कतिजना चम्किन चाहनुहुन्छ भन्नुहोस् त? कतिजना बलियो हुन चाहनुहुन्छ, कतिजना महँगो र मूल्यवान हुन चाहनुहुन्छ। त्यसो भए खारिन तयार हुनुहोस् आजदेखि। हालेलुया। जस्तो सुकै परिस्थिति आए पनि आजदेखि म परमेश्वरसँग हिँड्न सुरु गर्छु, नियमित रूपमा सङ्गति जान सुरु गर्छु। जस्तो गाह्रो परिस्थिति पनि प्रार्थना गर्न छोड्दिनँ म, अब बाइबल पढ्न छोड्दिनँ अब म। हालेलुया। किनभने यो समय चाहिँ तपाईँको चम्किने समय हो, आशिषमा जिउने समय, आशिषले भरिभराउ हुने समय हो। अनि तपाईँको मूल्यवान हुने समय आएको छ, तपाईँको कटनी हुने समय आएको छ। त्यही कारणले गर्दा म उत्साह दिन चाहन्छु। तपाईँ र म चाहिँ आफ्नो घरमा, पिताको घरमा फर्किन आवश्यक छ। थाहा छ, एउटा सेवकाई गर्ने क्रममा मैले एउटा भन्ने सङ्गतिमा एउटा बहिनीले के भन्नुभयो, हामी सेवकाई गर्ने धेरै वर्ष अगाडि, अनि बहिनीको घरमा सङ्गति भएको। अनि यसो भन्दा, नानी ल अब सङ्गति सकियो हेर्नुहोस् है, अनि प्रार्थनाको विषयहरू घरमा बाँड्ने बेला भयो। अनि हामीले सोध्यौँ, नानी ल भन्नुहोस् त तपाईँको प्रार्थनाको विषय के हो भन्दाखेरि त्यो नानीले यस्तो मुन्टो हल्लायो कि के भन्यो भन्दाखेरि मलाई प्रार्थनाको आवश्यक छैन। के भन्यो अरे? मलाई
प्रार्थनाको आवश्यक छैन। तर अहिले मैले के सुन्दैछु थाहा छ? कलेज पढ्ने राम्रै नानी, एकदम ट्यालेन्ट नानी हो, क्वायरमा बस्ने, एकदम पास्टरमा सब कुरा छ, मसँग सबै मलाई प्रार्थना गर्नु पर्दैन, मेरो प्रार्थनाको विषय छैन। अहिले मैले के सुन्दैछु थाहा छ? त्यो नानीलाई दुष्ट आत्माले पक्रिन्छ, हिँड्दा हिँड्दा ढल्छ, हिँड्दा हिँड्दा लड्छ, छोप्छ, कलेजमा छोड्छ, गाडीमा छोप्छ, जहाँ भयो त्यहीँ छोड्छ। मैले भेटेँ भने म प्रार्थना गर्दैछु, तर प्रार्थनाको लागि रिक्वेस्ट गर्नु भएको छैन। मैले भेट्यो भने चाहिँ प्रार्थना गर्दैछु। त्यही कारण गर्दा के घमण्ड कहिले पनि गर्नु हुँदैन। हामीले कुन बेला कतिखेर कसलाई के आवश्यकता पर्छ, मलाई पनि प्रार्थनाको खाँचो पर्छ, म चाहिँ अगमवक्ता प्रेरित हो, म चाहिँ शक्तिशाली छु भनेर म घमण्ड गर्नु पर्दैन प्रियहरू। मलाई पनि प्रार्थनाको खाँचो पर्छ। त्यही भएर मण्डली परेर जहिले पनि मेरो लागि प्रार्थना गरिदिनुहोस्। मलाई किन सङ्गति चाहियो, मलाई किन प्रार्थना चाहियो है, मलाई किन यस्तो चाहियो उस्तो चाहियो, मलाई चाहिएन केही पनि भन्नेहरू नि, यस्तो दिनहरू आउँछ नि, त्यो दिन त्यति बेला पक्रिने कुरा पनि भेटौँ। मैले भोगेको छु नि त, खास मैले भेटेको छु त्यस्तो अवस्थाहरू, मैले भोगेको छु। कोही पनि समाउने आधारहरू केही पनि पाउँदैन। अब म सक्यो, म नै हिँडेको मान्छे हो नि त, खासमा केही नभेटेर त्यस्तो समस्या आउँछ। परमेश्वरलाई विश्वास गर्ने मान्छेहरूको जीवनमा त चुनौती र दुःख आउँछ भने परमेश्वरलाई लत्याउने मान्छेहरूको जीवनमा कस्तो आउला सङ्घर्ष दुःख विचार गर्नुभएको छ। डरलाग्दो हुन्छ, भयानक। याद गर्नुहोस्, इट्स भेरी डेन्जर। यति डरलाग्दो हुन्छ कि अहिलेदेखि नै हामी परमेश्वर कहाँ फर्कनुपर्छ कि। त्यही भएर परमेश्वरसँग हिँड्नुपर्छ, सङ्गतिमा, वचनमा, प्रार्थनामा, हरेक कुरामा। जब हामी मोआबतिर मन लाउन थाल्छौँ बेथलेहेम छोडेर है, जब हामी मोआबतिर मन लाउन थाल्छौँ बेथलेहेम छोडेर, त्यसपछि हाम्रो जीवनमा रित्तिने कुराहरू आउन सुरु गर्छ है। त्यही कारणले गर्दा आज म तपाईँलाई उत्साह दिन चाहन्छु, यदि हामी कटनीको लागि तपाईँ तयार हुनुहुन्छ, हामी अब कटनी गर्दैछौँ आशिषको लागि भने परमेश्वरको घर फर्किनुहोस्। परमेश्वरको घर। अन्तमा म तपाईँलाई एउटा उत्साह दिन चाहन्छु। लुका 15 अध्यायको 18 पदमा यहाँ यसो लेखेको छ, म उठेर आफ्ना बाबु कहाँ जानेछु र म उठेर आफ्ना बाबु कहाँ जानेछु, म उठेर आफ्ना बाबु कहाँ जानेछु। एकजना हराएको छोरा उडाउ पुत्रले निर्णय गर्छ, म उठेर आफ्ना बाबु कहाँ फर्किनेछु भनेको छ। किनभने किन त्यो के भएर थाहा छ? हैदरले जसले हामीले लडाउन चाहन्छ कि प्रियहरू। खास तपाईँ जानुहोस्, कतै कुनै काम खोज्न जानुहोस्, तपाईँले सजिलै काम पाउनुहुन्न। तपाईँले केही कुरा आँटो सजिलै त्यो कुरा हुन दिँदैन शैतानले हामीलाई। बाधा ल्याउँछ, समस्या ल्याउँछ। त्यो 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 उडाउ पुत्रको जीवनमा त्यही उसलाई सुँगुरको चारो खाने अवस्थासम्म पुर्याएको, त्यस्तो अवस्था आएको। उसलाई धेरै दुःख पायो अनि भन्छ म त मेरो घरमा फर्केर जान्छु, मेरो बाबुको घरमा उठेर जान्छु भनेको उसले निर्णय गरेको छ। थाहा छ नाओमीले पनि के भन्यो, अब मेरो सबै गुम्यो, म मेरो घरमा अब फर्किन्छु। फर्कियो नि त। त्यो उडाउ पुत्र पनि के भनेको छ, अब मेरो घरमा फर्किन्छु, अब म मेरो परमेश्वरका मेरो पिता कहाँ जानेछु, बरु मलाई नोकर बनाउनुहोस्, तर म तपाईँसँगै बस्न चाहन्छु। हालेलुया। अब हेर्नुहोस् के भएको छ, नाओमीलाई नि परमेश्वरले रिस्टोर गर्नुभयो, फेरि सम्हाल्नु भयो आशिषमा। उडाउ पुत्रलाई के गर्नुभयो परमेश्वरले, आफ्नो पिताले के गर्नुभएको छ, फेरि रिस्टोर गर्नुभएको छ है। एउटा कुरा म अन्तिममा भन्न चाहन्छु है, अब वचन सकियो, लामो भयो, अब वचन सकियो। यो प्रोफेटिक कुरा हो। अब तपाईँको जीवनमा यो कुराहरू आशिषको रूपमा आउँछ, त्यही कारणले गर्दाखेरि मैले यो कुरा भनेकै हुँ है। अब एउटा कुरा नबिल्नुहोस् प्रियहरू, तपाईँले र मैले परमेश्वरको घरलाई त्यागे तापनि, परमेश्वरको उपस्थितिलाई त्यागे तापनि के हुन्छ, तपाईँ र म को हौ, परमेश्वरको सन्तान नै हो। जतिसुकै तपाईँले झुट बोल्नुहोस्, म क्रिस्चियन होइन, म विश्वासी होइन, मैले छोडिदिइसकेँ भन्नुहोस् संसारतिर गएर, तपाईँ स्टिल परमेश्वरको सन्तान हो। तपाईँ विश्वास गरेर एक प्रभुलाई ग्रहण गरेर तपाईँ जानुहोस्, रक्सी खानुहोस्, चुरोट पिउनुहोस्, गाँजा खानुहोस्, ड्रग खानुहोस्, तर पनि तपाईँ स्टिल परमेश्वरको सन्तान हो। तपाईँले जतिसुकै इन्कार गर्नुहोस्, म क्रिस्चियनै होइन, म विश्वासी नै होइन, म त अन्य जाति संसारको हो, मैले विश्वासै गरेको छैन भन्नु, तर स्टिल परमेश्वरको तपाईँ सृष्टि हो। परमेश्वरले तपाईँलाई बनाउनु भएको हो। म तपाईँलाई के भन्न चाहन्छु, तपाईँको जीवनमा र मेरो जीवनमा हामीले हेर्ने भने जब त्यो पिताको घरबाट त्यो उडाउ पुत्र निस्केर गएको छ,
त्यो त्यहाँ गएर मोज मस्ती गर्दाखेरि पनि छोरा नै थियो, त्यो मान्छेको छोरा नै थियो। सुँगुरको चारो खाने अवस्था पुग्दाखेरि पनि त्यो मान्छेको छोरा फर्केर आउँदाखेरि ऊ के थियो? छोरा थियो। त्यही कारण गर्दाखेरि म तपाईँलाई एउटा उत्साह दिन चाहन्छु है, म उत्साह दिन चाहन्छु, परमेश्वर कहाँ फर्केर आउनु पर्दो रहेछ। जति गल्ती गर्छौँ, जति हामीले गल्ती गर्छौँ, पश्चाताप गर्ने फर्केर आउने। किन थाहा छ? किनभने आशिषले चाहिँ तपाईँलाई पर्खेर बसेको छ, समाधानले तपाईँलाई पर्खेर बसेको छ, परमेश्वरको उपस्थितिले तपाईँलाई पर्खेर बसेको। तपाईँ कहाँ जाँदै हुनुहुन्छ? तपाईँले संसारतिर जानुभयो, धोका बाहेक, चोट बाहेक केही पनि पाउनुहुन्न, तर परमेश्वरसँग आउनुहोस् त, परमेश्वरले तपाईँलाई चाहिएको सबै कुरा दिनुहुन्छ। हालेलुया।